हेलो, यो भर्खर तयको शनिश्चरी बजारमा ट्र्याक्टर र बाइकमा ठोकिएर एक्सिडेन्ट भएको हो। एकदम खतरै एक्सिडेन्ट भएको। हेर्नु बाइक कस्तो भित्र छ, ट्र्याक्टरको दुईटा चक्काको भित्र परेको छ। एकजना बाइक चालक चाहिँ केही भएको छैन, हल्का फुल्का चोट लागेको छ। दुईजना सवार हुन्थ्यो बाइक चालक। 30 वर्ष केटा र एकजना अलिक एजेड 45-50 वर्षको भयो, तर झन्नै केही भएको छैन। यस बाइक चालक सकुशल रहेछ, ट्र्याक्टर चालक फरार छन्। त्यो पेल्नु खोजेको थियो र धेरै अब बाइक चालक बाहिर निस्किनु भयो। ट्र्याक्टर चालक चाहिँ अब पेल्नु नसकेर यस्तो हालत चाहिँ भागेको हो। भाग्दाखेरि पकड्न सकेन, भाग्नमा सफल भएको छ। यस्तो भित्रको भएको छ ट्र्याक्टरको बाइक। एकदम स्थिति गम्भीर रहेछ। शनिश्चरी बजार अर्जुनधारा 8 शनिश्चरी चौकमै भएको छ। यो अर्जुनधारा 8मा शनिश्चरी बजारको चौकमै हो, मेन चौकमै। यस्तो भएको चौकमा पनि यस्तो स्पिड त नकुदाउनु पर्ने यो ट्र्याक्टरवालाहरूले। यो आजकल त खोलाबाट आउने जाने के गर्दा हुन्छ नि, कि न लाइसेन्स हुन्छ ट्र्याक्टर चालकको, न के हुन्छ। त्यसले गर्दा यो फरार भएको ट्र्याक्टर चालक। अब यसलाई ट्राफिक प्रहरी सञ्चारबाट आइसकेको छ। सबै अनुसन्धान गर्दै हुन्छ, त्यहाँ अब कन्ट्रोल गर्दैछ सबै हेरेर कस्तो के छ। उहाँले अब खोजबिन गर्ने हो, कसको ट्र्याक्टर हो, को हो। बाइक पनि भर्खरै निकालेको रहेछ, 3-4 दिन भएको रहेछ बाइक निकालेको पनि। बाइकको टिभिएसको राइडर भन्ने बाइक छ। जस्तो बाइक चालकको अहिले कहाँको के छ अहिले शनाखत भएको छैन, त्यो हेर्नुपर्छ। अब कहाँको बाइक चालक जस एक्सिडेन्ट भएको छ खत्रै, तर यस्तो चाहिँ हेर्नु कस्तो भित्र छिरेको छ बाइक। त्यो बिचबाट सिधै छिर्यो क्या अगाडिबाट अझै अब भित्र छिरेपछि पेल्नु खोजेको ड्राइभरले सकेन ट्र्याक्टरमा। अनि बाइक चालक दुइटै छिटो उठेर जस अगाडिबाट अलिकति उछालिहाल्यो, भागो। तर ट्र्याक्टर चालक जब सकेन पछि उर्लेर भागो, पछाडि खेलायो 2-3जना केटाहरूले, तर भेटेन। उता पर नगरपालिकातिर गएर चिया बगानतिर कहाँ लुकिहालेछ, भेटेन। अब पछि उसलाई खोजबिन गर्छन्, प्रहरीको काम हो। अब कसलाई के हो, क्षतिपूर्ति के कता हुन्छ सबै भेट्छ है गाइस। यो हेरेर साथ दिएर हेर्नुभएको धन्यवाद। यो सेयर गरिदिनु होला। अब ट्र्याक्टर कसको के छ, लाइक, सेयर, कमेन्ट प्लिज। हस्।